भयो खाएर बसेको तिमीले खायौ खाइ त्यही हो बोल्नु हाँस उठ्यो होइन बोलिनु नि सिधा खै त्यो किन नि आज कहाँबाट सोच आयो पठाउने होइन आज तिमी एक्लै भएको देखेँ नि त अनि नत्र अरूसँग बसेको हुन्छ नि त अरू बेला नि एक्लै त हुन्थेँ नि म कहाँ बस्छौ तिमी अहिले कता छौ घरमै छु घरमा छु आज तिम्रो लागि मैले इन्स्टामा रिल्स हालिदिएको छु एउटा अघि हेरेर जस्तो लाग्यो तर कन्फ्युज भयो कस्तो रिल्स हालेको छु एकचोटि हेर ओ माय गॉड ल सबैजना यहाँ आउनु भएछ हाई 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 एभ्रीवन एकचोटि लाइभ रियाक्सन देऊ न लाइभ रियाक्सन तिमीले नाम लिएर मैले हालेको छु कि रिल्स हेर त एकचोटि जे भाइ हेर न ल साँच्ची हेर त ल मैले हेरिसकेँ के यतिकै भन्नुभयो हजुरले कस्तो कुरा गर्छु त्यहाँ मैले भनेको छु त्यहाँ आइचाइ भनेको छु कि हेर न कसरी हेर्ने लाइभमा छु अर्को पाउँछ अहिले एकछिनमा हेर्छु ल अनि कहाँबाट पठाउने आयो भने कि मैले होइन तिमीलाई एक्लै देखेँ नि त त्यसैले अघि भर्खर लाइभ आएको आउनु फेरि म पनि भर्खर भयो 10 मिनट जति भयो भनौँ त्यही भएर हाई हाई सबैजनालाई हाई बोल्नु न के भन्नु ठिक लजाउनु भयो होइन होइन लजाको त छैन त्यस्तो तिम्रो मैले भिडियो हेरेँ होइन एकदिन तिमी थाक्छौ कति सबै पर्फेक्ट भएको छ चन्द्रमा किनिदिन्छु मलाई आउँछ दामी लाग्यो ए हो धन्यवाद त्यसको लागि पनि थ्याङ्क यू भन्न चाहन्छु म तिमीलाई है थ्याङ्क यू म नि थ्याङ्क यू भन्न चाहन्छु हजुरले राम्रो गीत बनाउनु भयो भिडियो बनाउन पाएँ मैले 2टा भिडियो बनाएको छु मैले होइन ल ल अनि हाम्रो म त एकछिन होइन कन्फ्युज भयो क्या मलाई किनभने हजुरको हाम्रो म्युजिक भिडियोको सुट भएको छैन अझै पनि भइसक्यो जस्तै लागिरहेको छ है मलाई हो कसम भएको छैन किताब कसम ल भएको छैन कि साँच्चै पनि कहिले हो त नि कुरै गर्नु भएन अनि त्यसपछि त अनि म त अब पछिल्लो गर्नुहुन्छ भनेर होइन अब चाँडै गर्ने हो फ्ल्यास हो सबजनालाई म हिरोइन भन्ने चाँडै गर्नुपर्छ हो क्या ए हस् लास्ट ठिक छ ल जान्छु म कनेक्ट हुँदै गरौँ ल ल थ्याङ्क यू बाई 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 गाह्रै छ है गाह्रै छ सोच्नै सक्दिनँ